दर्शक नमस्कार। आज म एउटा नयाँ किसिमको भिडियो लिएर आएको छु र यस सम्बन्धमा कुरा गर्न गइरहेको छु। कुरो के छ भने हाम्रो कृषक दाजुभाइहरूलाई रोग र किरा छुट्याउन गाह्रो भइरहेको छ। त्यसैले किराले पनि उपद्रव गर्यो अथवा किराले पनि काटेर खायो अथवा कोत्रेर खायो अथवा त्यो बिरुवालाई मार्यो भने पनि हामी के भन्छौँ, हाम्रो बारीमा फलाना रोग लाग्यो, यस्तो रोग लाग्यो भने रोगै लाग्यो भनेर भन्छौँ, किनभने हाम्रो बानी परेको छ। त्यसैले आज म के भन्न खोजिरहेको छु भने रोग र किरालाई छुट्याउँ, यो दुईटालाई मात्रै हामी छुट्याउन सक्यौँ भने हाम्रो आर्थिक अवस्था अथवा जसमा खर्च गर्ने जुन आर्थिक छ व्यवहार कम हुन्छ। हेर्नुहोस् कसरी हुन्छ भन्दाखेरि पहिलो कुरा यो पहिचान गर्नको लागि रोग र किराले कसरी छुट्याउने हामी यस कुरामा जाउँ। यदि किरा लागेको रहेछ भने किराले त्यो बिरुवालाई कुनै ठाउँमा काटेको हुनुपर्छ, कोत्रेको हुनुपर्छ, पाल पारेको हुनुपर्छ अथवा त्यो पनि भेटिएन, बिरुवामा चाहिँ कोत्रेको काटेको त छ, पाल पारेको पनि छ, तर त्यहाँ किरा भेटिएन मानौँ भनेपछि त्यहाँ त्यो वरिपरि कुनै त्यो बिरुवाको पातमुनि कुनै ठाउँमा यसको फुल हुन सक्छ, त्यसको पिउपा हुन सक्छ, त्यसले दिशा गरेको ठाउँ हुन सक्छ अथवा त्यसको पुतली हुन सक्छ भने कुनै न कुनै प्रकारले किराको पहिचान त्यहाँ हुन्छ। र यसरी पहिचान भएको छ र बिरुवालाई काटेर कोत्रेर अथवा पाल पारेर कुनै किसिमले नोक्सान गरेको छ भने प्रष्ट देखियो भने यसलाई चाहिँ रोग नभनिकन हामी किरा भनौँ। र यसरी किरा भनिसकेपछि अब के गर्नु पर्यो भने त्यो किराको कुन किसिमले क्षति गरेको छ त्यो विचार गरौँ, किनभने क्षति गर्ने प्रकारको हिसाबले विषादीको प्रयोग गर्नुपर्छ। अब क्षति गर्ने प्रकार कस्तो छ भन्दाखेरि जस्तो मानौँ कुनै बालीमा उसले चुसेर नोक्सान गर्छ भने त्यस्ताको लागि सिस्टेमिक पोइजन प्रयोग गर्नुपर्छ। उदाहरणको लागि तपाईलाई के भन्दैछु भन्दाखेरि चुसेर खाने किराहरू मानौँ जस्तो पतेरोले चुस्छ, जहानबालीले चुस्छ अथवा लाही किराले सिमीलाई उसको पात अथवा फलबाट डाँठबाट रस चुसेर त्यसलाई बाङ्गो बनाइदिन्छ। त्यसरी नै अरू चुस्ने खालका किरा हुन्छन्। त्यो चुस्ने खालको किराले यदि चुसेर नोक्सान गर्छ भने त्यसको लागि हामीले कन्ट्याक्ट पोइजन अथवा सम्पर्क विष दिएर काम लागेन, किनभने उसले त भित्रको रस चुस्छ। हामीले सम्पर्क विष छर्दाखेरि माथि माथि मात्रै विष पर्छ, माथिको बाहिरको किरालाई मात्रैले मार्छ, त्यसलाई सम्पर्क विष अथवा कन्ट्याक्ट पोइजन भन्छौँ। जस्तो अहिले कन्ट्याक्ट पोइजनको रूपमा आउँछ मालाथियन झोल। अब त्यस्तै उदाहरणको लागि तपाईँलाई भनौँ, अब सिस्टेमिक पोइजनको कुरा गरौँ जुन भित्र मान्नुहोस् लाही किराले हामीलाई चुसेर बालीलाई नोक्सान गर्छ, त्यस्ताको लागि राम्रो के छ भने रोगर। तर रोगरको लागि फेरि एउटा कुरा के जानिराख्नु भने यदि फुल फुलेको ठाउँमा रोगर स्प्रे गर्नुभयो भने तपाईँको त्यो फुल के छ भने डर्न सक्छ। त्यसैले फुल फुलिरहेको अवस्थामा रोगर छर्नु हुँदैन। त्यसमा अर्को साइपरमेथ्रिन सिस्टेमिक टाइपको अथवा सिस्टेमिक लेखेको नाम जुनसुकै माथि भए पनि त्यसको मुनि सानो अक्षरमा कन्ट्याक्ट अथवा सिस्टेमिक लेखेको हुन्छ। त्यो विचार गरेर सिस्टेमिक पोइजन छर्नुपर्छ। कुनै पनि बालीमा किरा लागेको छ र तपाईँले सिस्टेमिक पोइजन छर्नुभयो भने त्यो किरा तुरन्तै मर्दैन। अनि तपाईँलाई भन्न सक्नुहुन्छ कि होइन सर मैले तुरन्तै विषादी ल्याएर त छरेँ तर किरा जस्ताको तस्तै देखियो, किरा त मर्दै गरेन, कि मलाई त्यो दिएको विष नै एक्सपायर थियो कि अथवा त्यो विष नै कमजोर थियो कि। तर होइन त्यो कुरा। हेर्नुहोस् कुरो के भने आखिर त्यो किराले काटेर खाने त होइन, कोत्रेर खाने त होइन, त्यो त चुसेर खाने खालको किरा छ। त्यसैले हामीले यस्तो विष प्रयोग गरौँ कि पहिला त्यो विष हाम्रो बिरुवाले लियोस्, हाम्रो बिरुवा पुरै जुन छ त्यो विषाक्त भइहालोस्, हाम्रो पुरा बिरुवाको अङ्ग अङ्गमा उसको डाँठ काण्ड र पातसम्ममा सबै फलमा सबैमा चाहिँ त्यो विष पुगोस्। पुगिसकेपछि भोलिपल्ट जब हाम्रो चुस्ने किराले चुसेर खान्छ त्यसपछि के हुन्छ भने उसको आन्द्रामा विष पुग्छ र विष पुगेपछि उसको आन्द्रा कुहिन्छ। हेर्नुहोस् र कुहिसकेपछि बल्ल तेस्रो दिनमा गएर
त्यो किरा मरेको तपाईले पाउनुहुन्छ। त्यसैले यो सिस्टेमिक पोइजन यानी आन्तरिक विष त्यो भित्र बिरुवाको प्रवेश गर्छ र बिरुवामा प्रवेश गरिसकेपछि बिरुवा पुरै विषाक्त भइसकेपछि त्यसबाट चुस्ने किराहरूले खाएर गर्ने नोक्सानी गर्ने किराहरू मात्र त्यसबाट मर्न सक्छ। अब यो कुरा थाहा नपाइकन हामी सोझै फलाना किरा लाग्यो भन्छौँ र गएर एग्रोभेटमा गएर एउटा कुनै कीटनाशक उसले दिइहाल्छ, नसोचिकन नसोधिकन किराले मार्ने त हो नि भने जुनै दिँदा पनि हुन्छ भनेर दिनुहुन्छ, तपाईँ पनि ल्याएर छड्नुहुन्छ, त्यसले पुराको पुरा काम गरिदिँदैन। अनि तपाईँले कहिलेकाहीँ के भन्नुहुन्छ भने हाम्रो छड्न त छड्यो विष, जति गर्नुपर्ने काम त्यति भएन। त्यसैले यति विचार मात्रै गर्नुभयो भने यस्तो काट्ने कोत्रनेको लागि यदि सम्पर्क विष प्रयोग गर्नुहुन्छ भने त्यो ठिक हो। चुस्नको लागि यस्तै रोगर र अर्को जस्तो इमिडाक्लोर सबभन्दा राम्रो अहिले इमिडाक्लोर छ। जस्तो फड्के किरा, धान बालीमा फड्के किरा लाग्छ, उसले के गर्छ भने डाँठबाट जस्तो तलबाट रस माथि गइरहेको छ पातमा, त्यहाँबाट बिचैमा उसले के हुन्छ भने चुसेर, जस्तो हामीले फ्रुटीमा पाइप लगाएर चुस्छौँ त्यस्तै यस्ता किराहरूले के गर्छन् आफ्नो सुँड ठ्याक्कै घुसार्छ बिरुवामा र बिरुवाबाट फ्लोएमबाट जुन माथि गइरहेको हुन्छ खाद्य पदार्थहरू बिरुवाको लागि त्यसैमा चुसेर अनि त्यो तानिदिन्छ। त्यो खाना तानिसकेपछि हाम्रो बिरुवासम्म पुग्न सक्दैन खाद्य पदार्थ र हाम्रो बिरुवा मरेर जान्छ अथवा हाम्रो बिरुवा ओलाएर जान्छ अथवा हाम्रो बिरुवा जुन छ त्यसमा लाग्ने फल बाङ्गो हुन्छ अथवा पात कक्रक्क पर्छ। यसरी चाहिँ लाहिल नोक्सान गर्दाखेरि, फड्के किराले नोक्सान गर्दाखेरि यस्ता किराको लागि इमिडाक्लोर एकदम राम्रो। यो चाहिँ सम्पर्क विष होइन, यो चाहिँ सिस्टेमिक पोइजन यानी आन्तरिक विष हो र यस्तालाई प्रयोग गरौँ। र यसरी नै विषको कुरा गर्दाखेरि, किराको कुरा गर्दाखेरि जस्तो धुवाउने विष, फ्युमिगेसन, धुवाउने विष त्यसले कस्तोलाई काम गर्छ भन्दाखेरि जस्तो मान्नुस् हामी मेटल बिन भकाडीमा कुनै कुरा सञ्चित गरेर राख्न खोज्छौँ जस्तो धान, गहुँ अथवा अन्य कुनै बिउहरू, त्यस्ताको लागि तपाईले जस्तो सेल्फस प्रयोग गर्नुभयो भने उसले फ्युमिगेसन त्यहाँबाट ग्यास निस्कन्छ र ग्यासले गर्दाखेरि पुरा भकाडीभरि पुग्छ र त्यहाँ कुनै पनि किराको अंशलाई बाँकी रहन दिँदैन र त्यो सफा हुन्छ। र यस्तै प्रकारले यदि तपाईको मान्नुस् गहुँ बाली छ, गहुँ बालीमा मुसाले एकदम दुःख दिइरहेछ, लागेको गहुँ बालीमा खेतमा ठाउँ ठाउँमा प्वालै छ भने त्यस्तालाई के गर्छु भने सबै प्वाल खोजेर टाल्नुस् र एउटा प्वालबाट तपाईले यो चाहिँ सेल्फस ट्युब जुन छ त्यसमा ट्याब्लेटहरू राखिदिनुस् र त्योलाई पनि बन्द गरिदिनुस्। अनि त्यो भित्र गएर ग्यास कहाँ कहाँसम्म तपाईको प्वाल गएको छ, मुसाको प्वाल त्यो भित्रसम्म मुसा चाहिँ पुग्छन्, त्यो ठाउँसम्म यो चाहिँ पछाडि यो तपाईको सेल्फसको ग्यास पनि पुग्छ। पुगिसकेपछि त्यो भित्र त्यो निस्कनै पाउँदैन, त्यहाँ भएको मुसाहरू पनि त्यो भित्र मर्न सक्छ। त्यसैले यो चाहिँ धुवाउने विषको प्रयोग गर्दाखेरि त्यस्ता किराको लागि हामी चाहिँ खेतमा पनि प्रयोग गर्न सक्छौँ र यसलाई भकाडीमा पनि प्रयोग गर्न सक्छौँ। यो चाहिँ धुवाउने खालको विष हो। त्यसैले कमसेकम हामीले किराको कुरा गर्दाखेरि किरालाई पहिचान गरौँ पहिलो कुरा, त्यसपछि उसले क्षतिको प्रकार, क्षति कुन प्रकारले गरेछ, चुसेर हो कि काटेर हो, कोत्रेर हो, केलाई हो, यो विचार गरेर त्यो अनुसारको विष ल्याएर हामी प्रयोग गर्दा हुन्छ। यो चाहिँ विचार गरौँ। र अर्को कुरा मोटामोटी के भनिहालौँ भने हाम्रो बानी अहिलेसम्म के छ, हामीले तरकारी बालीमा अथवा अन्न बालीमा हामीले विष प्रयोग गर्दाखेरि तुरन्तै भोलिपल्ट अथवा पर्सिपल्ट जुन टिपेर खाने बानी छ यो बानीलाई चाहिँ निरुत्साहित गरौँ। कमसेकम यो थाहा पाइराखौँ यो विषको अवशेष कति दिनसम्म बालीमा बाँकी रहन्छ। जस्तो कि कन्ट्याक्ट पोइजन छ भने यसको 7 दिन छ, नुहान जस्तो, मालाथियन झोल जस्तोलाई। र यस्तै किसिमले अरू सिस्टेमिक पोइजनहरूको कुनैको 15 दिन, कुनैको 22 दिन र कुनैको 1 महिनासम्म पनि जान सक्छ। यसलाई विचार गरेर मात्रै विषको प्रयोग गरौँ। र विषादीहरूको कुन विषादीको कति दिन असर रहन्छ यसको लागि छुट्टै मैले एउटा भिडियो बनाएको छु, त्यो पनि हेर्दै गर्नुहोला। र यो कस्तो लाग्यो तपाईहरुलाई ज्ञान दिनु खालको छ भने तपाईहरुले यसलाई लाइक गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला।
र यस्तै फेरि भिडियो लिएर आउने नै छु। नमस्कार, धन्यवाद।